मेष राशि रिसराग र अहंकार बढ्ने दिन रहेको छ। झै झगडा वा मुद्दा मामिलामा सकभर अघि नसर्नुहोला। खेलकुद, उपहार सामग्री, स्वास्थ्य र सरसफाईको व्यवसायमा राम्रो देखिन्छ। साथीसँगी र साझेदारको क्रियाकलाप चित्त बुझ्दो नलाग्न सक्छ। अरूले गरेको गल्तीको अवगाल समेत खेप्नुपर्ने परिस्थिति छ। वृष राशि बौद्धिकतामा निखार आउने दिन हो। विषयवस्तुप्रति गम्भीर बन्ने प्रयास गर्नुहोला। पढाइमा लगाव बढाउँदा सोचे जस्तै नतिजा प्राप्त गर्न सकिनेछ। रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो। उद्यमी र लगनशील व्यक्तिले आज धेरै फाइदा बटुल्नेछन्। कल्पना र भावनामा मन रुमलिन सक्छ। कामबाट फुर्सद निकालेर नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो। मिथुन राशि भेटघाट र कुराकानीका निम्ति समय र स्थान छनौट गर्दा निकै गोपनीयता अपनाउनुहोला। कानून र प्रावधानलाई कडाईका साथ पालना गर्नुपर्छ। सहकर्मीका बीचमा सद्भाव र समझदारी बढाउनुहोला। नयाँ लगानीका लागि उपयुक्त समय होइन। आँटेको काम पनि बीचमै रोक्नुपर्ने हुन सक्छ। कर्कट राशि पारिवारिक सौहार्दता र सद्भाव वृद्धि हुनेछ। नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनु उचित होला। कडा परिश्रम गरेमा मात्रै लक्ष्यमा पुग्न सकिनेछ। परिश्रमको राम्रो प्रतिफल पाइनेछ, जसले गर्दा तपाईको शक्ति र प्रतिष्ठामा वृद्धि हुन सक्छ। आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्दा कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सकिनेछ। सिंह राशि अतिरिक्त धन प्राप्त हुनाले शौक पूरा गर्न सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो। आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ। आयको मार्ग सबल छ। बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, अन्यथा वाद विवादमा फस्न सकिनेछ। कन्या राशि एकापसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ। जीवनशैली र उठबसमा परिवर्तन गर्न सके प्रेम जीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय रहेको छ। प्रियजनसँग भेटघाट हुनेछ अथवा आस मारेको वस्तु वा धन हात पार्न सकिनेछ। हिसाब किताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेवारीका लागि समय छुट्याउनु पर्ने हुन्छ। तुला राशि महत्वहीन र बेकारका काममा समय व्यतीत नगर्नुहोला। मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठन पाठनमा जुट्नु ठिक हुनेछ। कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइनेछ। घर परिवार वा छरछिमेकीका सानातिना जिम्मेवारी बोक्नुपर्ने हुन सक्छ। खर्च बढ्ने योग भएकाले आर्थिक कारोबार गर्दा सतर्कता अपनाउनुहोला। मनमा कुविचार, भ्रम, चिन्ता र शंका मडारिने समय रहेकाले सकभर मनलाई शान्त पार्ने कोसिस गर्नुहोला। वृश्चिक राशि आय स्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ। जोखिम मोलेर गरेको कामबाट फाइदा मिल्नेछ। बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तु समेत पुनः प्राप्त गर्न सकिनेछ। चाहे बमोजिम सबै कामहरू सम्पन्न हुँदै जानेछन्। अहंकार र घमण्डलाई नियन्त्रण गर्न सके पारिवारिक माहौल पनि ठिकै देखिन्छ। धनु राशि कारोबारबाट मात्रै फाइदा हुने दिन रहेको छ। फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइनेछ। मज्जाले खट्नुपर्ने दिन हो। व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवन समेत प्रभावित बन्न सक्छ। आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला। मकर राशि भविष्य सुध्रनुका साथै ठोस आम्दानी समेत हासिल हुन सक्छ। भाग्यको राम्रो साथ पाउनाले सानो प्रयासमा पनि नचिताएको उपलब्धि हात पर्नेछ। कार्यक्षेत्रमा गजबले समय व्यतीत हुनेछ। दिन दुखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ। अविवाहित हुनुहुन्छ भने अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बन्न सक्छ। कुम्भ राशि कसैको चित्त दुखाएर फाइदा लिने कोसिस नगर्नुहोला। हतारमा लिएको निर्णय गलत हुन सक्छ। त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो। कर्मचारीहरूका माझमा समन्वयको कमी छ भने बैठक राखेर सुलह गरिहाल्नु उचित हुन्छ। गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुने डर रहेको छ। ससाना कुरामा मन आत्तिने दिन पनि हो। समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन। मीन राशि सबैभन्दा बढी व्यस्त हुने समय रहेको छ। आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु उचित हुन्छ। दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइनेछ। गीत संगीत, साहित्य वा कुनै कला सम्बद्ध विषयमा रुचि जाग्ने दिन हो। तपाईलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ। लक्ष्यप्रति सचेत भई कडा मेहनत गर्नुपर्ने दिन रहेको छ।
भर्खरै सुन्नुभयो ज्योतिष पण्डित हरिप्रसाद भण्डारीले तयार पार्नु भएको राशिफल। यहाँको दिन सुखमय रहोस्।